केपी ओलीलाई मैले सल्लाह दिनुपर्दा केपी ओलीले म जस्तो महासिद्ध लामा अवतारी गुरु शिवराज दाहालको शरणमा आएर मैले आजसम्म धर्मराज ढकालको हत्या पनि गरेको पाप र यो मेरो कारणले गर्दा जेन्जीहरूको मरेको आत्माहरू चाहिँ जसलाई चाहिँ चराको जिनीमा जाने कि भेडाको जिनीमा जाने तिनीहरू मरेका आत्माहरूले जुनी प्राप्त होस् भन्ने उद्देश्यले मृतक जेन्जीहरूको आत्मालाई चराको जिनीमा जाने कि भेडाको जिनीमा जाने भन्ने उद्देश्यले मेरो मुख्य अनुयायीमा म जस्तो महासिद्ध लामा गुरु वज्रायन तन्त्रायन गुह्यज्ञान बुद्धदेव तन्त्र साधक सिद्धिप्राप्त लामा गुरु शिवराज दाहालको अनुयायीमा 6-8 महिना यज्ञ चलाएर 1 वर्ष यज्ञ चलाएर केही नभएको नि 14-15 करोड रुपियाँ बराबरको पूजा यज्ञ गरेर त्यो मरेका जेन्जीहरूको आत्मा चराको जिनीमा जाने कि भेडाको जिनीमा जाने तिनलाई मुक्ति गराएर धर्मराज ढकालको आत्मालाई मुक्ति गराएर केपी ओलीले साक्षात्कार देवलोकका अरन्त्य देवी देवतासँग मान्छेको जस्तो स्वरूपमा देवी देवताको दर्शन लिएर अभ्यास गरेर सिद्धि प्राप्त गर्यो भने केपी ओलीलाई फेरि पनि पहिलाको जस्तै अवस्थामा चुनाव जिते पनि हारे पनि मर्ने बेलासम्म केपी ओलीले के भन्छ प्रधानमन्त्री बनाउन सक्ने साधना सिद्धि दिन सकिन्छ। अब नत्र भने केपी ओलीको यदि त्यो मरेको आत्मा मुक्ति गराउन म जस्तो महासिद्ध लामा गुरु शिवराज दाहालको शरणमा केपी ओली नआउने हो भनेर केपी ओलीले चाहिँ त्यो देवी देवताको दर्शन नलिने सिद्धि साक्षात्कार मान्छे जस्तो स्वरूपमा दर्शन लिन 14-15 करोड रुपियाँ खर्च नगर्ने हो भने केपी ओली 2083 सालको देखि 2085 सालभित्रमा त्यही मर्नेको आत्माहरू केपी ओलीको जिउमा चढिसकेको छ। धर्मराज ढकालको आत्मा र जेन्जीहरूको आत्माले केपी ओलीलाई सताइसकेको छ। त्यही मरेको आत्माहरूले केपी ओलीलाई मृत्युको मुखमा लाँदैछ। 2083 देखि 2085 भित्रमा केपी ओलीको मृत्यु हुने भविष्यवाणी देखिन्छ है। म जस्तो महासिद्ध लामा अवतारी गुरु वज्रायन तन्त्रायन गुह्यज्ञानको अभ्यास गरेको मेरो अहिलेको जन्म मात्रै पापी अपराधी हिन्दू समाजभित्र 52 जात जस्तो अलक्षिणी राक्षस वंशमै पहिलो अवतारी लामा गुरु महासिद्ध लामा अवतारी गुरु शिवराज दाहालले केपी ओलीलाई एउटा मेरो शरणमा आइज तँलाई उद्धार गरिदिन्छु, त अङ्गुलीमाल जस्तो राक्षस भए पनि तँलाई उद्धार गर्ने हाम्रो बुद्ध धर्म वज्रायन तन्त्र भनेको एउटा हतियार हो, राक्षसलाई पनि भगवान बनाउने, मेरो शरणमा आइज भनेर केपीलाई म हार्दिक अनुरोध गर्छु है। केपी ओली मेरो मोबाइल नम्बर 9842202534 मा सम्पर्क गरेर अब जित्न मलाई भेट्न आइज।